किनकि गोडार्डको कुरा के थियो भने मान्छेसँग जन्मजातै सबै कुरा हुन्छ, तर उसले त्यसलाई प्रयोग गर्ने कला उनले जिन्दगीभर नसिक्न सक्छ। त्यसकारण कुनै कुरा आफूसँग हुँदैमा मान्छे धन्य हुँदैन, त्यसलाई प्रयोग गर्ने कला जान्नुपर्छ। तपाईसँग प्लेन भएर पनि प्लेन चलाउन सकेन भने त्यो प्लेनको अर्थ लाग्दैन। मोटरसाइकल भएर पनि मोटरसाइकल चलाउन जानेन भने अर्थ लाग्दैन। क्यामेरा छ, क्यामेरा चलाउन जानेन भने अर्थ लाग्दैन। कम्प्युटर छ, कम्प्युटर चलाउन जानेन भने अर्थ लाग्दैन। त्यसकारण मसँग कति मूल्यको वस्तु छ यो ठुलो कुरा होइन, त्यो वस्तुलाई मैले चलाउन सक्छु कि सक्दैन यो ठुलो कुरा हो। अनि अधिकांश मान्छेको समस्या, मान्छेसँग धेरै कुरा हुन्छ, जीवन सबभन्दा ठुलो कुरा हो, तर त्यसलाई चलाउने कला नआएको कारणले कति मान्छे गरिब हुन्छन् र कति मान्छे धनी भएर पनि दुखी हुन्छन्। यस्तै